नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। नेपाली कथामा अधिकारी विश्वनाथद्वारा लेखिएको कथा नानीचा। यो नाम हो एक रूपवती युवतीको। अस्ति बाँडेको धौबजी दही चिउरा उनको 19औं जन्मोत्सवमा मैले पनि खाएको थिएँ। हरेकको जन्मोत्सवमा दही चिउरा मुछी त्यसमा काटेका केही फलफुलका टुक्राहरू र केही पैसा समेत हालेर बाँड्ने प्रचलन नेवार जातिमा पहिलेदेखि नै थियो। हाल यो प्रचलन पर्वतीहरूमा पनि बिस्तारै बिस्तारै चल्दै आएको छ। यसो गरेमा खराब ग्रह दशा केही भए सोनाश भए आयु बढ्छ भन्ने बुढापाकाको भनाइ छ। अत नानीचालाई सुरूपवती भनिएको के कारण हो भने उनको अङ्ग प्रत्यङ्गमा खोड लाउने खालका कुरा कुनै पनि थिएनन्। मानव सृष्टिकर्ताले आफै नै स्केलले नापी नापी वर्षौं लगाएर बनाए चाहिँ थिए ती सबै। अग्लालाई पनि जति हुनुपर्ने त्यति नै थियो। शरीर पनि निरोगी, निकै हृष्टपुष्ट। नानीको परिवार अति गरिब थियो। एक सत्तलको 2 ससाना कोठामा एनकेन गुजारा गरिरहेको थियो त्यो परिवारले। आमा बाबु दुवै 70 पनि नागिसकेका थिए। उनीहरूका एउटा छोरा सानैमा मरेका, एउटा विदेशिएको र अरू सन्तान चाहिँ कोही नहुँदा एनकेन दुखजिलो गरेर नानीचाले नै पालिरहेकी थिइन् उनीहरूलाई। स्वास्नी मानिस भए पनि लोक्ने मानिस जस्ती थिइन् नानीचा। होस, जोस, जाँगर र हृष्टतामा कसैले उनलाई त्यसै हमेसी केही गर्न आँट्नै सक्दैन थियो। यद्यपि उनलाई एकपटक देख्ने जति सब उनको सुन्दरताले त्यसै लटिन्थे, भुतुक्कै हुन्थे। सानो उमेरदेखि बाबुआमालाई पाल्नु परेको हुँदा पढ्न धेरै सकेकी थिएन। दिनहौ 3-4 घरमा काम गर्दथिन्। उनी कतै भात पकाइदिने त कतै भाँडा माझिदिने एवं यस्तै कतै पानी ल्याइदिने त कतै लुगा धोइदिने आदि। खर्चले नभ्याउने हुँदा लुगा पनि गतिलो लगाउँदिन थिइन् उनी, तर जे लगाए पनि चौपट्टै सुहाउने। श्रृङ्गारै नगरे पनि अनुहार थपक्क बले चाहिँ देखिन्थ्यो। एक दिन दिनेश पौडेल भाँडा माझ्न आएकी नानीचालाई भने, नानीचा, अब त तँ पनि निकै ठुली भइसकिस्। तेरो बिहे गर्ने उमेर पनि ढल्कन लागिसक्यो। अलिअलि गरेर मानिसले अनेक कुरा काट्छन्, त्यस्तै बस्दा। आखिर छोरी मानिसले सधैँ माइतै बस्न पनि त हुँदैन। स्वास्नी मानिसको जात, कसैले यसो केही गरिदेला रात बिहान त्यसै एक्लै हिँड्दा। कसो विचार तेरै हो? मैले त तेरै भलो चिताएर भनेको हो। यसभन्दा बढी के भन्नु र म? तपाईले भन्नुभएको त ठिक हो बाजे, तर के गरौँ, आमा बाबु जीर्ण भइसके। अब कति बाँच्लान् र? न उनीहरूलाई त्यसै छोडी हिँड्नु न बिहे गरेर भएको ठाउँमै लैजानु। म पनि रणभुल्लमा छु बाजे। भगवानले जहिले जे जसो गर्ला सहन पर्ला। अब मेरो कर्मै यस्तै रहेछ त अब के गर्नु? कसलाई भन्नु? तर कसैले केही गरिदेला भन्ने चाहिँ डर छैन रत्तिभर पनि। कसैले छुने या केही गर्ने त परै जाओस्। मलाई कसैले केही नराम्रो इरादाले मात्रै हेर्यो भने पनि म त्यसको आँखै झिकिदिन्छु। बुझ्नुभयो बाजे? अहिलेसम्म कोही जन्मिएको छैन, न त जन्मेको नै छ यो नानीचालाई यसो उसो गर्नु आँट गर्ने। ल त बाजे, अबेर भयो, अहिले म हिँडे भन्दै नानीचा हिँडिन्। दिनेश पौडेल थिए जिल्लाका एक निकै धनी व्यक्ति। अति नै सज्जन, अति नै भलात्मी, अति नै परोपकारी, कसैको दुःख देख्न नसक्ने, जिल्लाका दुखी रोगीहरूको औषधि मूल्यमा सहयोग गर्ने, सरसापट्टि दिने, चक्रवर्ती ब्याज नलिने, मर्दा पर्दा सकेको गर्ने उनको बानी थियो। जिल्लावासीहरू देवता चाहिँ मान्थे उनलाई। एक दिन पौडेल बाजे आफ्नो बारेमा सोच्दै थिए। सन्तान कोही छैन, श्रीमती गएकी पनि 3 वर्ष बितिसक्यो। बिहे नगरौँ भनेको, तर गर्नु पर्ला जस्तो पो छ। उमेरै कति भएर मेरो 33 मात्र त नागिनी। लोक्ने मानिसको बिहे गर्ने उमेर 30-32 त हो नि। पढाइ पुरा सकेर बिहे गर्दा यत्रो सम्पत्ति छ, के कुनै केटी पाउन त म? खास पाहुनी नै नपाए पनि त खसिनी, नेवार्नी, भोटिनी कोही न कोही त पाइएला नि। अहिलेको जमानामा बाहुनी नै चाहिन्छ भन्ने पनि त के छ र? अन्तर्जातीय विवाह पनि चलाउँदै जानुपर्छ हामीले अब। सुरुमा केही विरोध आउलान्, तर पछि पच्दै जान्छ। बिस्तारै बिस्तारै सबैलाई अन्तर्जातीय विवाहबाट जन्मिएको शिशु अति तीक्ष्ण, अति जेहेन्दार हुन्छ भन्छन् मात्र होइन, हुँदा नै रहेछन् पनि। पियुष, प्रदीप, प्रमोदका शिशुहरूलाई देख्दा त यो कुरा ठोकेरै भन्न सकिन्छ अब त। हो, म पनि बिहे गर्ने जमर्को गर्छु अब, त्यो पनि अन्तर्जातीय विवाह नै आदि। यतिकैमा नानीचा आइपुगिन् र भनिन्, के सोचिरहनु भएको बाजे? त्यसरी एक सुरमा भन्नु ल, म एक दिन तँलाई। तर किन आइस् त यस बेला? यस्तो राति नानीचा?
उही कमलपित्तको औषधि लिन आए कि 1-2 मात्रा। आमाको आँखा अलिअलि पहेँलो जस्तो लाग्यो। साँच्ची हजुरको यो औषधि त अति नै असल छ बाजे। कहाँबाट पनि लिन आउँछन्। यही औषधिको मात्र व्यापार गरे पनि मालामाल हुन्छ बाजे, होइन त? हुन त हो, तर यत्रो सम्पत्ति मसँगै छ, अब पनि किन कमाउनु पर्यो अरू? ल भन त, यही सम्पत्ति त कसले खाइदियोस् भन्ने भइरहेछ भने अब बरु बढी के काम? छोरा छैन, छोरी छैन, स्वास्नी छैन, न भाइ भतिज नै कोही छन्। म पनि अति दिक्क छु आज नानीचा। किन र के भयो बाजे? विशेष त केही भएको छैन, तर हेर न नानीचा, स्वास्नी बितेकी पनि 3 वर्ष नागिसक्यो। बिहे नगरौँ भनेको गर्नु पर्ला जस्तो छ, किनकि आफू अझै 40 पनि पुगेको छैन। बाँच्नु अझ कति छ कति। के जिन्दगीभर नै यसरी एक्लै बसेर साध्य होला त? अन्न पानीको शरीर कहिले के हुने हो, बिरामी नै परियो भने कसले हेरचाह गरिदेला? माया गर्ने एकजना नभई त्यसै बाँच्न सकिएला र? उमेर छँदैछ, पैसा छँदैछ, रूप छँदैछ, होइन त? कसो नानीचा, ल भन् त? बिहे त गर्नै पर्छ बाजे। म त बराबर यही भन्दैछु उहिलेदेखि नै। खोइ मान्नुहुन्न, यस्तो उमेरमा पनि यसरी नागो बस्न सकिन्छ बाजे? कतिन्जेल सक्नु? म त पत्याउन्न। यताउता यसो हेर्नुभन्दा त बिहे गर्नु नै राम्रो हुन्छ बाजे, तपाईँ जस्तो इज्जतदारले त, होइन त बाजे? हुन त हो, तर केटी कसले दिन्छ र म जस्तो अर्धलाई? साँच्चै पाइएला त कुनै केटी नानीचा? किन नपाइने बाजे? लाखौँ पाइन्छ, लाखौँ पाइन्छन्, लाखौँ। यत्रो सम्पत्तिका मालिकलाई केटी नपाइए कसलाई पाइन्छ त? जुत्ती खेलेर आउँछन् जुत्ती, हजारौँ केटीहरू। बाजेको उमेर पनि त भर्खरै नै छ, होइन त? हो नि, 40 पनि पुगेको छैन म। नानीचा, एउटा कुरा भन्छु, नरिसा है। भन्नुहोस् बाजे, किन रिसाउँथे? हजुरले भन्नुभएकोमा कहिले पो रिसाएको छु र? मैले बिहे गर्ने निश्चय गरेँ नानीचा। केटी पनि हेरिसके, खाली उसले हुन्छ मात्र भन्न बाँकी छ। हुन्छ भने कि बिहे सिद्धिन्छ यही महिनामै। धेरै नै लगन छन्। केटी कहाँ किने बाजे? कस्ती छ? किन हुन्छ भन्दिन होली र? तपाईँ जस्तो लक्का जवान, धर्मात्मा, परोपकारी, धनाटे पाए कसले हुन्छ भन्दैन। मरि मेटेर टाउको फोडेर हुन्छ भन्छन्। त्यस्तै कर्मै फुटेकी भए मात्र हुन्न भन्थे। तर भन्नुहोस् न बाजे, को हो त्यो भाग्यमानी केटी? पूर्वजन्ममा प्रशस्त धर्म गरेकी रहेछ त्यसले। नानीचा, मैले तेरै कुरा गरेको। म तँलाई नै बिहे गर्न चाहन्छु। हुन्न भन्छस् त मसँग रे? के कुरा गर्नुभएको? बोलाउनु त भएन तपाईँ? जुरुक्क उठ्दै, तपाईँ यस्तो हुनुहोला जस्तो त लागेको थिएन मलाई बाजे, भन्दै हिँड्न लागिन्। सुन, तैँले मसँग बिहे गरिस् भने मेरो त असल हुन्छ, तेरो पनि असल हुन्छ, र तेरो आमा बुबाको पनि असल हुन्छ। न तँलाई दुःख हुन्छ, न तेरो बाबु आमालाई। यत्रो ठुलो घर छ मेरो, उहाँहरू यहीँ आएर बस्नु भइहाल्छ। के हुन्छ र? के मैले अहित हुने कुरो गरेको हुँ त? अलि शान्त भएर नानीचाले भनिन्। त्यसो भनेको होइन मैले बाजे, तपाईँको म प्रति ठुलो दया हो। तर म अहिले बिहे नै गर्दिनँ। तपाईँसँग मात्र होइन, कसैसँग पनि। बिहे नै नगरी कतिसम्म बस्छेस्? के जिन्दगीभर? सोच नानीचा, सोच। बिहे नै नगरे पनि बस्न सकेन र? हैगो यो कुरा छाडौ, म गएँ, नमस्कार। त्यसको भोलिपल्टदेखि नानीचा भाँडा माझ्न आउन छोडी। घर फर्कदा साँझ पर्न लागिसकेको थियो, परन्तु भाँडाकुँडा चाहिँ जुठे देख्दा पौडेल बाजे जिल्ल परे। तसर्थ किन आइन त नानीचा आज यस बेलासम्म पनि भनी नानीचाको डेरामा जाँदा त उसको परिवार नै उही दिन बिहानै त्यहाँबाट अन्यत्र सरिसकेका रहेछन्। तर कहाँ सरेका हुन् त्यो चाहिँ पत्ता लाग्न सकेन। एवं मृतले 3 महिना बित्यो। यता पौडेल बाजे चाहिँ नानीचालाई किन त्यसो भने होला, मैले एकै पटक सबै कुरा यसो गर्ली भन्ठानेको भए किन भन्थे नि, अनि बराबर थक्क मान्थे र अनि पुनः भन्थे। तैपनि त्यो मरेको मलाई किन यसरी माया लागेको होला? पूर्वजन्मको कुनै संस्कार थियो कि न? कहाँ होली? के गर्दै होली? पहिले गएकी भए पनि आमा बाबुलाई त लिएर जानु नपर्ने। पहिले जानु थियो भने मसँगै बिहे गरेको भए पनि त हुन्थ्यो नि, सुखै पाउँथे। 3.5 महिना जति पछि एक दिन नानीचा अपराह्नतिर पौडेल बाजे कहाँ आइन्। उनी निकै खिन्न देखिन्थिन्। उनको हातमा 3-4 वटा झोलाहरू थिए। उनी सरासर बाजेको कोठामा गइन्। नानीचालाई त्यसरी अकस्मात आफ्नो कोठामा देख्दा पौडेल बाजे जिल्ल परे। कोठामा पस्ने बित्तिकै थचक्क भुइँमा बसेर उनले भनिन्, बाजे, म आएको, म नानीचा, चिन्नु भएन? किन टोलाउनु भएको? नानीचा, ओहो, कताबाट आइस् त? यतिका दिनपछि नानीचा, सन्चै छ? बाबु आमालाई नि
बेपत्ता पो भइस भन्दै थिए पौडेल बाजे। बीचमै कुरा काटेर नानीचाले भनिन्, बाजे मलाई अलि हतार छ आज। म हजुरलाई सानो दुःख दिन आएकी। उनको स्वरमा रुन्चे कम्पन थियो र आँखा एकदम रसिला थिए, तर उनले खुब सम्हालेर बोलेकी थिइन्। झोलाबाट सामानहरू झिकी बाजेका अगाडि राखिदिँदै, मेरा यी केही कुराहरू राखिदिनुहुन्छ कि? यो सुनको चुरा 2टा, टप 1 जोर, औँठी 2टा, सिक्री 1टा, सारी 7, धोती 5, जुत्ता 3 जोर, पौजेब 1 जोर, चाँदीका बट्टा 3वटा र श्रृङ्गारका सरदामको 1 पोका यहाँ ल्याएकी छु। मेरो बिहेको लागि भनी बा आमाले र म आफैले पनि अलिअलि गरी उहिलेदेखि नै जोडजाम गर्दै गरेका यी सरसामानहरू तपाईँले राखिदिनु पर्यो। यी सरसामान जोड्नमा तपाईँको ठुलो देन छ बाजे। अरूलाई दिउँ भने पचाइदिन्छन्, आफै धनी भइदिन्छन्। ल त बाजे, म गएँ अहिले। यति भनी नानी चाहिँ जुरुक्क उठिन्। यी सबै कुरा पौडेल बाजे ट्वालट्वाल्ते एकहोरो हेरिरहेका थिए। यतिकैमा नानीचा जुरुक्क उठेको देखि उनले झलस्स भई भने, यो सब के हो नानीचा? पख न पख, सुन्न भन्या, 1 मिनट त पख। बिन्ती। बाजेका यस्ता कुरा सुनेर भर्याङतिर पुगिसकेको भए पनि नानीचा यसो उभिन्। अनि बाजे फेरि भन्छन्, यो सब के हो नानीचा? भन्न भन्, के भयो, कहाँ जान्छिस्? मलाई केही कुरा नसोध्नुहोस् बाजे, जान दिनुहोस् मलाई। बिन्ती बाजे, बिन्ती। भन्न नानीचा, भन्, के भयो? मलाई मारेको पाप भन्न, के भयो? आफूले सोचेको जस्तो हुँदो रहेनछ बाजे। सुक्ख सुक्ख रुँदै नानीचाले भनिन्, के कस्तो गरौँला भन्ने थियो यो जीवनमा, तर अभागी रहेछु। म बिग्रिए, म खत्तम भए, म सिद्धिए बाजे, म सिद्धिए। अरे भन्न भन्या, के भयो त्यस्तो? भन्न, म छँदैछु नि। म तेरो निमित्त जे पनि गर्न तयार छु। भन्न मात्र त भन्। के भन्नु बाजे? कसरी भन्नु? म खत्तम भए बाजे, खत्तम भए म। बेसरी रोइन् नानीचा। जे भए पनि भन्, मलाई आफन्त नै सम्झेर भन्, म सब ठिक गरिदिउँला। बाजे, 2 महिना जति भयो विष्ट कर्णेलका भाइ विमल विष्टले मलाई च्यापुमा पारे हातपात गरिदिए बाजे। अब म बाँच्न चाहन्न। अब बाजे, यो कलङ्कलाई हुर्काएर म बाँच्दिन, म मर्छु, बाँच्दिन, मर्न जान्छु, म मर्न जान्छु भनी भर्याङ ओर्लन थालिन्। बाजे चाहिँ पछि पछि लागि भन्दैछन्, नानीचा पिरनगर